हिजो एमालेले हरेक जिल्लामा जनसभा गरायो। सडकमा लाखौं मान्छे भेला भए, तर कतै पनि तोडफोड भएन, भिड अराजक बनेन, कुनै प्रहरीमाथि आक्रमण गरिएन र कुनै सार्वजनिक संरचनाहरू जलाइएन। प्रपरली लिड गरिएको प्रदर्शन यस्तै हुन्छ। एमालेले कसैलाई यो शान्तिपूर्ण प्रदर्शन हो भनेर भन्दै हिँड्नु परेन, देख्नेले आफै बुझिरहेका थिए। त्यत्रो जनशक्तिले बालुवाटार सजिलै घेरिन सक्थ्यो, सिंहदरबार घेरिन सक्थ्यो, सरकारी कार्यालयहरू घेर्न सक्थ्यो, तर उनीहरूमा विवेक र चेतना थियो। अझ यो सभा केवल मुख्य शहरमा मात्र होइन, गाउँ-गाउँतिर पनि गरिएको थियो। उक्त जनसभाले जेनजी प्रदर्शनबाट उम्रिएर आएका लिडरहरूलाई एक किसिमको मेसेज पनि दिएको छ। सुरुमा तिमीहरू भिडको अगुवाई गर्न डराउने, भिड सम्हाल्न नसक्ने, अहिले क्षति भएपछि कराएर आफैलाई अगाडि ल्याउन खोज्दा लाज लाग्दैन? उनीहरूको बलिदानमा आफ्नो सत्ता च्याप्नेहरू, अनि अहिले आफैको समूहभित्र एकता ल्याउन नसक्ने। साथ र एकता भनेको एमाले जस्तो हुनुपर्छ। एमालेका कार्यकर्ताले जोखिमको समयमा झन पार्टीप्रति माया देखाएर प्रमाणित गरे, जबकि अरू पार्टीका शीर्ष नेताहरू नै पार्टीबाट राजीनामा दिएर भाग्न खोजिरहेका छन्। अरूलाई यस परिस्थितिले कमजोर बनाएको होला, तर एमाले झन स्ट्रङ हुँदै गएको छ।